के तपाईँ करोडपति बन्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको यो सपना पुरा गरिदिँदैछ एनसेलले। अब एनसेलले प्रत्येक हप्ता 10 जनालाई 1-1 लाखको दरले पुरस्कार दिँदैछ भने बम्पर पुरस्कारमा 1 करोडको प्राइज तपाईँलाई दिँदैछ। यो प्राइजमा कसरी जोइन हुने, यसमा जोइन गर्ने तरिका के छ भन्ने विषयमा आज हामी तपाईँलाई जानकारी दिन गइरहेका छौँ। तपाईँ उक्त 1 करोड कसरी जित्ने, त्यसको लागि सबैभन्दा सुरुमा तपाईँ एउटा एनसेलको ग्राहक हुनुपर्ने छ। तपाईले एनसेलको प्रिपेड अथवा पोस्टपेड जुनसुकै सिम युज गरिराख्नु भएको छ भने पनि तपाईँ यो स्किममा सामेल हुन सक्नुहुनेछ, भाग लिन सक्नुहुनेछ। एनसेलले यो क्याम्पेन हिजो अर्थात् 15 तारिकबाट सुरु गरिसकेको छ। एनसेलले यो क्याम्पेन प्रत्येक हप्ता 10 जनालाई 1-1 लाख गरेर पुरस्कार दिँदैछ भने अन्तिममा अथवा बम्पर पुरस्कार स्वरूप एनसेलले 1 जना भाग्यमानी कस्टमरलाई 1 करोडको पुरस्कार दिँदैछ। त्यसमा जोइन हुनको लागि के गर्ने त? त्यसको लागि सबैभन्दा सुरुमा तपाईले एनसेलको सिम लिनुपर्ने हुन्छ। छैन भने अब तपाईले एनसेलको कुनै पनि एउटा प्याकेज खरिद गर्नुपर्ने हुन्छ। तपाईले जुनसुकै 99 रुपैयाँ जब स्पेन्ड गर्नुहुन्छ एनसेलमा, त्यो 99 रुपैयाँ स्पेन्ड गरे बापत एनसेलले तपाईलाई एउटा टिकट दिनेछ। उक्त टिकट तपाईले 99 रुपैयाँ खर्च गर्ने बित्तिकै तपाईको मोबाइलमा एसएमएस मार्फत उक्त टिकट तपाईको मोबाइलमा आउनेछ। जस्तै मान्नु तपाईले 200 खर्च गर्नुभयो भने 2टा टिकट आउनेछ, अथवा 400 खर्च गर्दा 4वटा टिकट गरेर तपाईले 99 रुपैयाँ बराबर खर्च गर्दाखेरि एउटा टिकट पाउनुहुनेछ। तपाईले जति बढी पैसा खर्च गर्नुहुन्छ, जति बढीको तपाईले प्याकेजहरू अथवा टपअप गर्नुहुन्छ, त्यति धेरै तपाईले टिकट पाउनुहुन्छ र तपाईले पैसा जित्ने चान्स त्यति नै बढी हुन्छ। किनभने जतिवटा बढी टिकट छ तपाईको विनर हुने चान्स त्यति नै बढी हुन्छ। एनसेलले चाहिँ जतिवटा टिकट छ सबै टिकटलाई चाहिँ लकी ड्र मार्फत राखेर एउटा बम्परमा उपहार दिनेछ 1 करोडको भने प्रत्येक हप्ता 10 जनालाई 1 लाखको दरले उपहार दिनेछ। यो उपहारमा सामेल हुनको लागि तपाईसँग के हुनुपर्ने छ अथवा यसको क्राइटेरिया के छ भन्ने विषयमा पनि म अब तपाईलाई जानकारी दिनेछु। यसमा तपाईँ सामेल हुनको लागि सबैभन्दा सुरुमा तपाईँ एनसेलको ग्राहक हुनुपर्ने छ। त्यसपछि तपाईले कुनै न कुनै एउटा एनसेलको 99 रुपैयाँ मिनिममको प्याकेज अथवा खर्च गर्नुपर्ने हुन्छ। टपअप गर्ने पनि हुन्छ, एसएमएस प्याक किने हुन्छ, तपाईले भोइस प्याक किने हुन्छ, डाटा प्याक किने हुन्छ। जुनसुकै प्याकेज मार्फत तपाईले 99 रुपैयाँ मिनिमम खर्च गर्नुपर्ने हुन्छ। उक्त खर्च गरेपछि तपाईको मोबाइलमा एसएमएस मार्फत एउटा कोड आउनेछ अथवा एउटा टिकट आउनेछ। उक्त टिकट मार्फत तपाईले लकी ड्रमा सहभागी हुन सक्नुहुनेछ। हरेक हप्ता 1 लाखको दरले 10 जनालाई पुरस्कार दिनेछ भने बम्पर पुरस्कार स्वरूप 1 जना व्यक्तिलाई 1 करोड रुपैयाँ दिनेछ। जस्तै तपाईले सुरुमा अथवा कुनै सुरुमा तपाईको 1 लाखको पुरस्कार पर्यो र तपाईँ करोडपति बन्न सक्नु हुँदैन भने जस्तो लाग्छ भने त्यो होइन। किनभने तपाईले सुरुमा पैसा पाउनुभयो अथवा कुनै लकी ड्रमा तपाईँ विनर हुनुभयो भने तपाईको त्यो टिकट फेरि भोलिपछि बम्परमा पनि हालिनेछ र त्यतिखेर पनि तपाईलाई पुरस्कार पाउने सम्भावना चाहिँ एकदमै रहन्छ अथवा करोडपति हुने सम्भावना रहन्छ। त्यो भएर तपाईँ मलाई एकचोटि पुरस्कार पर्यो 1 लाख मात्रै पर्यो भन्दा तपाईँ चिन्ता हुनुपर्ने जरुरत पनि छैन। किनभने तपाईलाई यता सुरुमा पुरस्कार पर्यो भने तपाईले फेरि अन्तिममा पनि पुरस्कार पाउन सक्नुहुन्छ। त्यस्तै उक्त पार्टिसिपेटमा भाग लिने अथवा जुन व्यक्तिहरूसँग टिकट छ अथवा नम्बर छ, टोकन नम्बर अथवा 99 को प्याक अथवा 99 रुपैयाँ खर्च गरेपछि जुन नम्बर पाउनुहुन्छ, त्यो नम्बर पाउने व्यक्तिले 10 जनाले प्रत्येक हप्ता 1 लाखको दरले पुरस्कार जित्नु हुनेछ भने 1 जनाले बम्पर 1 करोड पाउने हुनेछ। त्यो नपाउने व्यक्तिहरूलाई पनि गिफ्ट ह्याम्परको रूपमा अरू पुरस्कारहरू पनि एनसेलले दिनेछ। त्यो भएको हुनाले तपाईले चाहिँ कुनै न कुनै प्याकेजहरू किनेर यसमा सहभागी हुनुभयो भने तपाईलाई पक्कै पनि फाइदा हुनेछ। तपाईले पुरस्कार जित्न सक्नुहुनेछ। कति हामी एनसेललाई मात्रै पैसा तिर्ने, उल्ले पनि कहिलेकाहीँ हामीलाई स्पेन्ड गरिरहेको छ, खर्च गरिरहेको छ, पुरस्कार स्वरूप पैसा दिन्छु भनिरहेको छ। त्यो भएको हुनाले कम्तीमा धेरै नसके पनि एउटा प्याकेज चाहिँ खरिद गर्नुभयो भने अथवा एउटा 99 रुपैयाँ खर्च गर्नुभयो भने तपाईले कुनै न कुनै पुरस्कार जित्ने सम्भावना तपाईसँग बढी भएर जान्छ। त्यो भएर एउटा कुनै न कुनै 99 रुपैयाँ मिनिमम खर्च गरेर तपाईँ जोइन हुनु होला, तपाईको पुरस्कार पाउने सम्भावना बढ्छ। त्यो हुँदाखेरि यसरी चाहिँ एनसेलले
कस्टमरको लागि एउटा करोडपति योजना भनेर योजना ल्याएको छ। तपाईहरु पनि यो योजनामा सामेल भएर पुरस्कार जित्न चाहनुहुन्छ भने मैले अगाडि नै भनेका जानकारीहरूलाई फलो गरेर त्यो नियम अनुसार तपाई जोइन हुन सक्नुहुनेछ। र तपाईलाई यो जानकारी कस्तो लाग्यो, यदि राम्रो लाग्यो र यो जानकारीले चाहिँ अरूले पनि जोइन गरून्, अरूले पनि पैसा कमाउन्, अरू पनि करोडपति बनुन् भन्ने चाहनुहुन्छ भने यो भिडियोलाई शेयर गरेर धेरैभन्दा धेरै साथीहरु सामु पुर्याइदिनुहोस्, ताकि थाहा नहुने साथीले यो भिडियो हेरेर प्याकेज खरिद गरेर करोडपति बन्न उहाँलाई पनि सजिलो होस्, मौका मिलोस्। हवस् त साथीहरु, आजको लागि यति नै। हामी यस्तै टेक्निकल कुराहरू अथवा तपाईले नजानेका कुराहरू नेपाली र सरल भाषामा अथवा नयाँ जानकारीहरू लिएर आउने गरिरहेका छौं। यदि तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो, जानकारी राम्रो लाग्यो भने हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आजलाई यति नै। हवस् त, धन्यवाद।